आज चाहिँ हामी यो होटलमा बस्न आँटेको छौँ। यहाँनिर चाहिँ हाम्रो रुम छ। पशुपति नगराएर यहीँ बसेको छु यो होटलमा। अब यहाँदेखि हामी दार्जिलिङतिर जानेछौँ। गाडी हुँदैछ, यो सरहरू हुनुहुन्छ, सबैजना रेडी हुँदैछ। यहाँ पैसा साट्दै हुनुहुन्छ। तपाईँहरूलाई अब दार्जिलिङ पुगेपछि भेटौँ। यो चाहिँ इन्डिया र नेपालको बोर्डर रहेछ। यहाँनिर चाहिँ अहिले फोटो खिच्न आँटेको। अब हामी यहाँ नेपालको बोर्डर र इन्डियाको बोर्डर कटेपछि चाहिँ जाँदैछौँ। अब चाहिँ हामी यो ट्याक्सीमा जानु आँटेको। यहाँनिर पछाडि के खिचेको अगाडि चाहिँ भिडियो भएको छैन त। अहिले चाहिँ अब हामी सिमाना भन्ने ठाउँमा छौँ। यहाँदेखि यता सबै ट्याक्सीहरू छ। यहाँनिर किनभने खाँदैछ। त्यहाँदेखि यहाँनिर चाहिँ हिमालको भ्यू देखिरहेछ, कञ्चनजङ्घा हिमालको। अझै दार्जिलिङ चाहिँ आइपुगेको छैन।
उता पर चाहिँ दिदीहरू हुनुहुन्छ अरे अनि यहाँनिर दार्जिलिङ जाने बाटो एउटा बाटो यता छ अब फेरि दार्जिलिङमै भेटौँ अब चाहिँ हामी फेरि दार्जिलिङ जान लागेको कसको झोला हो यो अङ्कल ठाउँको नाम के हो जोरपोखरी घुमिसकेर फेरि दार्जिलिङतिर जानु आँटेको अब फेरि अब कुन ठाउँ अरे यो जोरपोखरी जोरपोखरी बतासे अब बतासे जाने अरे बतासेतिर भेटौँ है गाइस एउटा गुम्बा जस्तो रहेछ त्यहाँनिर आएको छु घुम्न टुरिस्टहरू हेर न र अहिले चाहिँ हामी बतासे भन्ने ठाउँमा आइसकेको छौँ घुम्नलाई यहाँनिर फोटो खिच्न हामी चाहिँ घुमेर आइसक्यौँ यता माथि होइन अब हो त हामी घुमेर आएको साइल चेक आएको अब चाहिँ दार्जिलिङ जाने हो डाइरेक्ट होटेलमा खाना खाने अनि त्यसपछि दार्जिलिङ घुम्ने अब दार्जिलिङमा भेटौँ गाइज हामी चाहिँ यो होटेलमा बस्न आँटेको अब भर्खर बल्ल तल आइसक्यौँ हामी खाना खान आँटेको हाम्रो 10जना छ खानासाना खाइसकेर रुमभित्र आएको छु तपाईँलाई चाहिँ म रुम टुर दिनेछु यहाँनिर चाहिँ एउटा सोफा छ अनि सोफासँग यहाँनिर चाहिँ एउटा टेबल छ यहाँनिर दुईवटा खाट छ अनि यहाँनिर केही छैन यता चाहिँ टोइलेट छ बाथरुम अनि यति छ हाम्रो रुममा चाहिँ अब ल गाइड तलदेखि नदेखेको रहेछ नि यहाँनिर चाहिँ म्युजियम रहेछ चाहिँ क्याक्टसहरू
यहाँ जान अड्किहाल्छ नि अगाडि थियो त खुल्ला अहिले चाहिँ हामी कन्याममा छौँ घर फर्किँदाखेरि यता कन्यामतिर पनि घुमेको अब हामी चाहिँ तपाईँहरूलाई नेक्स्ट ब्लगमा अर्को कन्टेन्टसँग भेट्नेछौँ सो टिल देन बाई